यो मत्स्य नीति भन्छ क्या। मत्स्य नीति भनेको ठुलोले सानोलाई खाने, त्यसलाई मत्स्य नीति भन्छ। मत्स्य नीति भनेर भन्यो भने ठुलोले सानोलाई खाने हुन्छ। माछाको जात, कुनै जातले आफ्नो जात खाँदैन, प्राय माछाले चाहिँ आफ्नो जात आफैले खान्छ, मत्स्य नीति भन्छ। मान्छे र माछो एउटै रहेछ जस्तो लागेछ मलाई। आफ्नो जातलाई आफूले खाने अरू कोही हुँदैन। मान्छे र जब माछो चाहिँ यो मबाट आएको शब्दले चाहिँ खाँदो रहेछ भने जस्तो लागेछ। मान्छेले पनि अलिकति केही तजबिज पुर्यायो भनेदेखि खाइहाल्छ अर्को चाहिँलाई। त्यसै कारणबाट माछो पनि त्यस्तै हो। अनि यो माछाले मलाई ज्यादै सताएको छ, अरूको डर मलाई केही छैन प्रभु, आफ्नै सन्तानको डर भयो। यस्तो छ, आफ्नो सन्तानको डर। केही अरूमा नि हुन्छ, हुन त माछोमा हुन्छ, अनि त्यसपछिबाट काठमा पनि हुन्छ है, फलाममा पनि हुन्छ। लोहाको बैरी लोहै